राम तिम्रै भर राम भन्दै जाउँ घर मर्निङ एन्ड वेलकम टु माई न्यू ब्लग आइएको छु एकजना संसार मिटिङ फाइन हुनुहुन्छ होला म पनि एकदम संसार मिटिङ फाइन छु आज चाहिँ एकदम बिहान बिहान नुहाउँदैछु गाई चाहिँ एकदम टक्लक्क 7 बजेर अनि यहाँ चाहिँ तातो पानी तात्दै छैन क्या अब नुहाउने यत्तिकै छु के टिसर्टमा जाडो भन्छ एकचोटि पानी तात्छ त्यसपछि नुहाउनु पनि लाएन एकदम खुसी लागिरहेको छ आज चाहिँ बिहान बिहान चाहिँ बालेन दाइले पनि एकदम मजाले टिक्लिङ घन्टी बजाउनु भयो होइन सबै नेताहरूको सबै नेताहरू चाहिँ छक परिरहेछन् अनि हर्क सम्मान चाहिँ एकदम लुकेर हेरिराख्नु भयो क्या अब के स्ट्याटस लेख्नुहुन्छ भने चाहिँ त्यो थाहा छैन बालेन दाइ र रवि दाइ मिल्नुपर्छ क्या अब यसपालि नयाँ पार्टीलाई चाहिँ अनि हेरौँ लेट्स सी होप सबैजनाले त्यहीँ खोजिरहेको थियो बालेन र रवि दाइ मिल्नुपर्छ भनेर सबैजना जो राम्रो भयो सबै मिल्न पर्ने हो खास लेट्स होप इट्स राम्रै जाओस् सबको आउने चुनाव उहाँहरूलाई जिताउनु पऱ्यो अनि उहाँहरूलाई चान्स दिनु पऱ्यो नि तिनवटा टाउकोलाई मात्रै चान्स दिने हो होइन नयाँलाई पनि चान्स दिउँ न त्यही भएर यही अब त्यही खुसीमा बालेन दाइले बिहान बिहानै घन्टीको सुरुवात गर्नुभयो अब मैले पनि बालेन दाइको खुसीमा एउटा ओरियो बिस्कुट खाइदिउँ न त कुकुरै पनि लिएर आएको होइन क्या एउटा कुरकुरे हेर्नु न यत्रो मोटो हो यार एउटा त यत्रो लामो एउटा नि यत्रो मोटो हो एउटा चाहिँ टी सर्ट बनेर यो त अर्को चाहिँ हे घाम पनि लागेन 2 दिन भयो यतातिर नि घाम नलागेको फेरि लिएर ट्रान्सपोर्ट जानुपर्छ एउटा यो पनि लिन आउने भन्थे एउटा मान्छे अझैसम्म चाहिँ आ छैन कति भयो भन्दा चाहिँ आज नास्ता पनि खान मन लाग्छ छैन यार कुरकुरे खाएको फेरि कुरकुरे खाइसकेँ लामोवाला चाहिँ जान पर्ला जस्तो लाग्छ यु नो भट आई हेभ वान टु से के छ र यार केही छैन के गरौँ भइरहेको छ यार चाहिँ यार चिसो छ होइन आउन पनि मन लाग्थेन त्यही पनि अब आउनै पऱ्यो के गरौँ यार आज कन्टेन्ट के झिकौँ आइएम इन डोर त्यसै त यो चिन पनि औडा छ यार न माथि सर्छ न तल सर्छ यार त्यही पनि निस्किन्छ अझै जाने बेलाको अझै यो पनि सिलाउन बाँकी छ अनि गोजीमा दाम छ मेरो गोजीमा दाम छ मेरो अनि आई एम वेटिङ फर नेपाल कन्सर्ट गाइज कहिले हो अहिले चाहिँ अर्लीबाट म 1000 रुपियाँ छ अब सल्लाह गर्छु त्यसपछि काट्न पर्ला 1000 रुपियाँमा फेरि पछि 2000 3000 हुन्छ 2500 हुन्छ त्यही भएर त्योभन्दा सजिलो चाँडो काटो नेपथ्यको वेबसाइटमा गएर 1000 रुपियाँमा काटेपछि भइहाल्यो नि अर्कै 500 रुपियाँ किन खर्च लिएर होइन र मुर्गिया गरेर श्राद्ध थियो होइन अनि भात चाहिँ खाइने रहेछ क्या त्यही भएर दिदीले त जुलाउनु भने मलाई थाहा थिएन यो छ भन्ने अब होला त नि नगरेको ल्याउनु भने के भने आएर हेर्छु भन्दा त यहाँ त छ के अरे यार यत्रो खिर छ अचार चाहिँ एकदम मिठो भयो क्या खिर चाहिँ साह्रो अचार गिलो भएको मजा आउँथ्यो खिर र सुजी खाए जस्तो एउटै हो क्या उनीहरू चिसोमा जम्छ के अरे गाइज अनि ऊ त्यहाँ चिन्छ चाउचाउ जोडी परे गालीमा खाइदिएको माया परेमा चाहिँ शनिबार बजार होइन अनि यहाँ कागती ल्याएको छु भन्नुभएको थियो मम्मीले अब यहाँ चाहिँ खुर्सानी जो छैन क्या त्यहाँ कति आउने अरे यहाँ खुर्सानी छ अनि यहाँ चाहिँ के भन्छ अरे जिन्जर के नेपालीमा अदुवा अनि यता पनि हेरेँ अब यसमा छैन यसमा अब साग छ ए यो बन्दा भयो कति चाहिँ छैन कि यहाँ त्यसै फ्रिजमा छ भनेर भाग देखाउनुहुन्छ यार मम्मीले फ्रिजको चप्पा छान मारेको यार मैले भेटेकै छैन यार यहाँ छ भनेर यार ए छैन भनेर कसरी बताम छैन कि कतै पनि छैन यार ल्याउनु रहेछ अरे होइन खै त यहाँ खुप्पामा छ भन्नुहुन्थ्यो ए यहाँ रहेछ अनि यहाँ चाहिँ हाम्रो यता बुवा बित्नु भएको थियो कि होइन यहाँ चाहिँ लैदिनु भएको छ खोद अब यसैले काटे नि अहिले खाम र बिहान र साँझ अब खाम अनि अर्को शनिबार पनि अलि धेरै ल्याइदिन्छु भन्नुभएको अरे हेरौँ अहिले खामै त गाइज अरू होस् नहोस् आई डन्ट नो होइन गाइज तर मलाई कागती पानी खाइपछि मेरो वेट लस भएको छ क्या खास हुनलाई हुन्न होइन त्यही पनि मेरो चाहिँ भइरहेछ यस्तो कडावाला रहन्छ क्या गाइज यार यत्रो कागती निचाल्यो होइन कागतीमा रङ लाए जस्तै मुला हरियो आएको कि यार हेर्ने यस्तो हरियो आए जस्तो फिल भएको क्या अब खाइसकेँ आधी पानी खाइसु बल्ल याद आएको भिडियो देखाउनु सक्यो अरे भनेर ब्लग गराउँछु अनि बल्ल याद आएको
मोटाए टेन्सन लाओ अब दुब्लाउन पऱ्यो भने होइन अनि फेरि यहाँ यत्रो चाउचाउ लिएर आएको छु कि यत्रो चाउचाउ खाँदै अनि निम्बु पनि खाँदै डाइटिङ गरेर नि हुन्छ कोही सिर्फ मेरो भाते बुढी र भात खाना कम र चिया खाना कम गऱ्यो भने चाहिँ म 1 विकमा चेन्ज हुन्छ कि गाइज तर चिया बिना मेरो जीवन चल्दैन त्यही भएर छोड्छु भन्छु क्या फेरि कतै गने चिया खाने एउटा भन्छ भन्छु नाइ भन्न सक्दिनँ दुध छ होइन गाइज चिया खान मन लागेको तर मैले कन्ट्रोल गरिरहेको छु फेरि जति त गर्न पऱ्यो फेरि भोलि बिहान खान पर्छ उठेर यसलाई पनि हिजो राखिदिउँ भोलिको लागि पनि हुन्छ भोलि पर्सि निको पर्सि भइहाल्छ मुख चाहिँ धोयो होइन गाइज अनि यहाँ चाहिँ यो के सिरप हो कि के भन्छ होइन मुखमा लाउने कि डार्क सर्कलहरू हटाइदिन्छ भन्थ्यो के अरे दिदीले दिदीको सामान हेर हलतिर अनि त्यसपछि लगाइदिउँ न आज के छ र भनेको थिएँ एकचोटि लगाएको अब यससँग चाहिँ 2 चोटि हुन्छ यता कसरी लगाउने रहेछ भन्दा नि होइन पहिला ढक्कन खोलौँ ढक्कन खोल्ने अनि यहाँ अलरेडी हुन्छ कि यसले फेरि आँखा पराउने यति दुखाउँछ नि एक दिन आँखा परेको त्यसपछि त गाई थिए मेरा बा यो भयो आयो होइन यहाँ यस्तरी ल्याउने अरे क्या यस्तरी आँखा पराउने ला पोलिरह है बियो कुरा फेरि दिलले भिडियो हेऱ्यो भने त गाली गर्छ मलाई यो भयो अनि त्यसपछि यस्तरी मास्ने आनन्द चर चराइरह क्या आँखा चाहिँ पार्नु हुँदैन आँखा पार्यो भने त एक दिन परेको दिनभरि आँसु आएको है जस्ट ल्याङ गर्थ्यो क्या पानी पनि अझै सुक्यो होइन क्या मुखमा यहाँ राम्ररी त्यही भएर अलिक पानी भयो यहाँ निकाल्यो भने चाहिँ फेरि बास यति भएपछि त गोरु किन नहुँदा रहेछ यार यो भ्याइरहेसम्म यो भ्याएपछि त कसले लाउँछ र दिदीले किनी जान्छ फेरि दिल्ली त लाउँ न एकचोटि चाहिँ लाएर भ्याइयो गाइज अब ब्लग एन्ड गरिदिउँ अनि यो दुध चाहिँ यतिकै राखिदिनु पर्छ फ्रिजमा चाहिँ छैन राख्ने ठाउँ अब भिडियो मन परेमा लाइक सेयर सब्सक्राइब गरिदिन चाहिँ नबिर्सिदिनु होला टाटा सी यू नेक्स्ट ब्लग